Los Chersu Termini Damsulu Kachitenimo Sorujwashin Termindi Baiki Winglet Kadibesunina Tele Libergati Kadibesunina Ani Kolela Te Tariki Bidudi Te Nabusuki first to last Leshombe Nabusuki Te Zina Slubnimi Los र तपाईहरुलाई त्यो मात्रै हैन आज हैन एकदमै साइटको जसरी पनि कसरी फिक्स गर्नुपर्ने हो हामीले लिभर गार्ड त्यो पनि सबै एकदमै तपाईहरुलाई फर्स्ट टु लास्ट तपाईलाई डिटेल भिडियो दिन चाहन्छु र तपाईहरुले आज मेरो सब्स्क्राइब च्यानल गर्नुभएको छैन भने युट्युब च्यानल लिंक दिएको हुन्छ बिलोमा तपाईले त्यहाँ सब्स्क्राइब गर्न सक्नुहुन्छ र तपाईले फलो गर्नुभएको छैन भने तपाईले फलो पनि गरिदिनुहोस् है त्यहाँ हेलो गाइस तपाईलाई एकदम वेलकम छ मेरो न्यू ब्लग भिडियोमा तपाईलाई धन्यवाद गाइस र आज तपाईले यो भिडियो चाहिँ मेरो फर्स्ट टु तपाईले लास्ट हेर्दिनुहोस् र तपाईले यदि मेरो भिडियो चाहिँ फर्स्ट टु लास्ट हेर्नु भयो भने तपाईले मात्रै अनि मात्रै बुझ्नुहुन्छ र तपाईले यदि मेरो भिडियो फर्स्ट टु लास्ट हेर्नु भयो भने तपाईले मेरो भिडियो तपाईले बुझ्न सक्नु हुँदैन र तपाईले तपाईहरुको घरमै तपाईले यदि बाइकहरु बनाउनु भयो र तपाईले यो फिक्स गर्ने बेलामा तपाईहरुलाई प्रब्लम हुन सक्छ तपाईले यदि मेरो फर्स्ट टु लास्ट तपाईले भिडियो हेरेन भने र तपाईले त्यो भिडियो हेर्दिनुको लागि चाहिँ सबै तपाईले फर्स्ट टु लास्ट हेर्दिनुहोस् गाइस र आज तपाईले के भन्न चाहन्छु भने हामीले बाइकमा फिक्स गर्नको लागि त्यो दुईटा जुन हामीले अघि र मेटलहरु तपाईलाई म देखाउन चाहन्छु लेटर तपाईलाई कुन कुन हो भनेर मैले अघि विङलेट र तपाईलाई लिभर गार्ड भने र त्यो कुन कुन पार्ट हो तपाईलाई सबै देखाउन चाहन्छु र तपाईले आज त्यो हेरेर चाहिँ तपाईले घरमै बसिकिन तपाईले सिक्नुहुन्छ है र तपाईले त्यो हेरिरानुहोस् हैन तपाईले सबै कुरा भन्न चाहन्छु र मैले यो कहाँदेखि अर्डर गरेँ त्यो कुराहरु तपाईलाई भन्न चाहन्छु सबै कुराहरु डिटेलमा छ र तपाईले यदि तपाईहरुलाई त्यो थाहा भएन भने एक्ज्याक्टली तपाईले मलाई भन्न सक्नुहुन्छ तपाईले डायमन्ड गर्न सक्नुहुन्छ मलाई मेसेज गर्न सक्नुहुन्छ तपाईलाई म जुनै टाइममा भए तापनि आई विल टेक माई टाइम एन्ड यु विल हेल्प यु ओके अनि तपाईलाई के भन्न चाहन्छु भने भिडियो चाहिँ तपाईहरुले एकदम स्किप नगर्नुस् आजको भिडियो चाहिँ एकदम इम्पोर्टेन्ट छ थिंक दैट इट इज भेरी इम्पोर्टेन्ट थिंक दैट टुमोरो इज एक्जाम एन्ड यु आर स्टार्टिङ टुडे एन्ड आई थिंक लाइक दैट ओके एन्ड दिस भिडियो गोना बी भेरी इम्पोर्टेन्ट टु यु गाइस त्यही भन्न चाहन्छु तपाईलाई एकदमै अब सबै म डिटेल तपाईलाई भन्न चाहन्छु है तपाईले राम्रोसँग सुन्नुहोस् है तपाईले एकदमै राम्रोसँग सुनिदिनुहोस् यो भिडियो चाहिँ धेरै इम्पोर्टेन्ट भन्दा पनि एकदमै भेरी इम्पोर्टेन्ट छ र तपाईले भिडियो सुनिकिन तपाईले एकदमै तपाईलाई प्र्याक्टिकल फिल बनाउनेछु त्यो तपाईले राम्रोसँग हेरिदिनुहोस् भनिकिन तपाईलाई अनुरोध गर्न चाहन्छु अब यस यो भन्छ तपाईलाई के हो भने यो चाहिँ विङलेट हो है एकदम विङलेट छ यो चाहिँ अनि विङलेट चाहिँ कस्तो भने मैले साथीकोदेखि मगाएर ल्याएको थिएँ यो विङलेट चाहिँ अनि साथीकोदेखि मैले एक्ज्याक्टली मैले अराउन्ड 1600 समथिङ दिएको छु तर तपाईहरुले यदि अरु शपदेखि ल्याउनु भयो भने मेबी इट विल कस्ट 17 18 समथिङ बिकज ही वाज माई फ्रेन्ड बिकज अफ द्याट ही ह्याड अ डिस्काउन्ट मी एन्ड ही ह्याड गिभन मी गाइस है त्यो भन्न चाहन्छु र तपाईले यस्तोरी हैन साथीहरु हुँदा चाहिँ हल्का डिस्काउन्ट ल्याउनु पर्ने हुन्छ यदि डिस्काउन्ट ल्याएन भने त के बाबालाई हुँदैन क्या साथी भए त हल्का डिस्काउन्ट ल्याउनु पर्ने हैन गाइस फटाफट तपाईले डिस्काउन्ट माग्नुहोस् है तपाईलाई त्यही भन्न चाहन्छु र एकदमै यो चाहिँ भेरी इम्पोर्टेन्ट कुरा चाहिँ यो हो तपाईलाई हैन यो चाहिँ लिभर गार्ड हो तपाईलाई म खुल्ला रूपमा देखाए भने चाहिँ लिभर गार्ड छ अनि यो लिभर गार्ड चाहिँ अब स्पेशली कहाँ जान्छ भरे त्यो भन्ने कुराहरु पनि तपाईलाई म देखाउन चाहन्छु र भिडियो चाहिँ एकदम इम्पोर्टेन्ट छ गाइस है अन्त यो लिभर गार्ड तपाईलाई देखाउन गइरहेको छु मैले
यो चाहिँ अब तपाईँलाई भन्न चाहन्छु कसरी ट्राई गर्नुपर्ने भन्ने हुन्छ। यहाँ 3टा नोट दिएको हुन्छ है। पहिलोचोटि ठुलो नोट चाहिँ अगाडि लाउनुपर्ने हुन्छ, सेकेन्डमा चाहिँ त्यहाँदेखि अलिकति सानो नोट लाउनुपर्ने हुन्छ र पछाडिपट्टिदेखि चाहिँ तपाईँले त्यो जुन यसको बोल्ट दिएको छ त्यो बोल्ट लाउनु हुनुपर्ने हुन्छ र तपाईँको माथि चाहिँ तपाईँको कोन टाइपको एउटा बोल्ट दिएको हुन्छ, त्यो कोन टाइपको त्यो कोन चाहिँ भित्र लाएर चाहिँ तपाईँले टाइट गर्नुपर्ने हुन्छ। र आफ्टर द्याट टाइट गरिसकेपछि तपाईँले डाइरेक्ट फिक्स गर्न सक्नुहुन्छ है। फिक्स गरिसकेपछि एकदम बाबाल हुन्छ क्या। हो यसमा लाउनु पऱ्यो तपाईँले त्यो नोट चाहिँ त्यहाँ लायो, त्यो लगाइसकेपछि त्यहाँदेखि फेरि पनि त्यहाँ भित्रदेखि तपाईँले ठुलो चाहिँ एउटा बोल्ट लाउनु सक्नुहुन्छ त्यो होल भएको, र फेरि पनि सेकेन्डदेखि चाहिँ अर्को सानो, त्यहाँदेखि लास्टमा चाहिँ त्यो मैले तपाईँलाई अघि भन्नुभयो र त्यो चाहिँ कोन टाइपको चाहिँ हेड डाउन गरेर त्यसलाई टाइट गर्नुपर्ने हुन्छ र त्यो टाइट गरेपछि एकदमै फिक्स रेडी हुन्छ है। र त्यो चाहिँ ठक्कै त्यहाँ लाउनु पऱ्यो र त्यसको टाइट गरेपछि तपाईँले यस गाइस त्यो टाइट गर्नुपर्छ, त्यहाँदेखि एकदम अनि मैले देखाएको तपाईँलाई विङलेट हो, यो चाहिँ अगाडिपट्टि जान्छ र तपाईँलाई म फिल्डमा लगेर देखाउँछु कसरी यो जान्छ, कसरी फिट गर्नुपर्छ भन्ने कुराहरू तपाईँलाई डिटेल भन्न चाहन्छु। हुन्छ, थ्याङ्क यू। अघि मैले सामानहरू के चाहिन्छ भनेर भनिरहेको थिएँ र तपाईँलाई पहिलोचोटि यो भन्न चाहन्छु है। पहिलोचोटि तपाईँहरूलाई यो एलएन की 5 नम्बरको चाहिन्छ र साथसाथमा तपाईँहरूलाई एउटा प्लायर पनि चाहिने हुन्छ है। प्लायर पनि चाहिन्छ, एलएन की पनि चाहिन्छ र स्क्रुड्राइभर पनि चाहिन्छ र तपाईँलाई म त्यो डिटेल भन्न चाहन्छु है। त तपाईँले देख्नुहुन्छ सबै म तपाईँलाई एउटा त्यहाँ देखिरहेको छु, तपाईँले देख्नु भइरहेको छ। तपाईँले चाहिँ यहाँ जस्तो पनि यो बाइकको अगाडिपट्टि हेडलाइटको मुनि दुईवटा नोट दिएको हुन्छ र त्यो नोट चाहिँ खोल्नुपर्ने हुन्छ र त्यो नोट खोलिसकेर चाहिँ आज त्यहाँको दुईवटा नोट निकालेर त्यसलाई डाइरेक्ट फिक्स गर्नुपर्ने हुन्छ। इट्स भेरी इजी, एभ्री वान क्यान डु इट, इट्स भेरी इजी र रेडी भइसकेको छ माल। अब यहाँ चाहिँ कसो गर्नुपर्ने हुन्छ भने तपाईँको त्यहाँनिर जस्तो पनि त्यो अघि मैले तपाईँलाई प्लायर भनेको थिएँ, त्यो प्लायर चाहिँ यहाँ लाएर प्लायरले चाहिँ होल्ड गरेर त्यो, किनभने हामीले जब नोट घुमाउँदाखेरि त्यो प्लायर चाहिँ एकदम रोटेट गरेकै गर्छ, त्यो भएको कारणले चाहिँ तपाईँले त्यो प्लायरले चाहिँ त्यो रोटेट गर्ने मेन त्यो अब्जेक्टलाई चाहिँ तपाईँले आज टाइट गर्नुपर्ने हुन्छ र तपाईँले त्यो बोल्ट अनि मात्रै खोल्न सक्नु हुन्छ। त्यहाँदेखि त्यो तपाईँले बोल्टहरू खोलिसकेपछि चाहिँ त्यो बाहिर निस्केर यसरी आउँछ, निस्किसकेर सफा गर्नुपर्ने हुन्छ र त्यसको त्यो बोल्ट फेरि पनि बाहिरपट्टिको पनि त्यो नोट तपाईँले एलएन की युज गरेर निकाल्नुपर्ने हुन्छ। हुन्छ साथी हो, मैले निकालि पनि सकेको छु। अब निकालेर चाहिँ त्यसलाई कसरी फिट गर्नुपर्ने भन्ने तपाईँलाई एकदम डिटेल भन्छु है। पहिले त्यसलाई निकालिसकेपछि यहाँनिर तपाईँलाई देखाइरहनु भएको छ मैले। पहिलोचोटि यसको त्यो भित्रको रड निस्किन्छ, त्यो रड निस्किँदा तपाईँले निकाल्दाखेरि लक दुईवटा दिएको हुन्छ, त्यो लक चाहिँ तपाईँले एकदम इम्पोर्टेन्ट हो। तपाईँले त्यो लक चाहिँ कहिले पनि नबचाउनु होला। त्यो तपाईँले बचाउनु भयो भने फेरि तपाईँले जुगाड गर्नुपर्ने फेरि त्यहाँनिर कुरा आउँछ। तपाईँले त्यो लक चाहिँ एकदमै तपाईँले होसियार गरेर निकाल्नुहोस्। त्यहाँ रड मैले तपाईँले देखाइरहनु भएको छ, त्यो रडमा चाहिँ तपाईँले जुन अघि त्यो एलएन की मैले भने नि तपाईँको एलएन की फिक्स गरेर नोट बोल्टहरूलाई रेडी गर्नुभयो, त्यसमा चाहिँ तपाईँको त्यो बोल्ट निस्केको एउटा पोइन्ट
हुन्छ त्यसमा चाहिँ तपाईँले घुमाएर टाइट गरेर यसरी तपाईँले टाइट गर्नु होला ताकि मात्र जब तपाईँहरू हायर स्पिडमा कुद्दाखेरि ताकि मात्रै तपाईँको यो लुज हुन सक्दैन तपाईँले लुज राख्नुभयो भने इट्स भेरी डेन्जर है घरिघरि अप एन्ड डाउन हुनसक्छ बिफोर वाट एभर द पोजिसन द्याट वी किप होइन वेन वी मुभ इफ इट वाज लुज देन विन्ड विल चेन्ज द डाइरेक्सन ओके विन्ड विल चेन्ज डाइरेक्सन एन्ड वेन यु बेन्ड युर बाइक एट द टाइम इट विल गिभ अ क्रल अफ सो अलवेज बी अवेर है गाइस एकदम बी अवेर अलवेज बिफोर यु राइड चेक इट होप द्याट इट इज अ टाइट एन्ड फाइनल लुक चाहिँ यस्तो छ र फाइनल लुक चाहिँ एकदम बाबल भएको छ विङ्लेट लाएर लास्टमा चाहिँ यसरी लाउनु पर्ने हुन्छ र बाबाल भएको छ र लास्टको फेरि लुकहरू तपाईँले हेर्नुहोस् र तपाईँले यदि मेरो ब्लग भिडियो इफ यु हेभन सब्सक्राइब माई युट्युब च्यानल गाइस गो टु माई युट्युब च्यानल एन्ड सब्सक्राइब टु माई युट्युब च्यानल एन्ड यु विल बी द फर्स्ट पर्सन टु रिसिभ द नोटिफिकेसन एज सुन एज आई अपलोड माई